दर्शकवृन्दहरू, हालसालै यी थर्कबहादुर बस्नेतले खस र मस्टको बारेमा विभिन्न कुराहरू उठाइराखेका छन्। यस भिडियोमा उनले के भन्दैछन् एकपटक सुनौ त। हामी हिन्दू होइनौं, हामी मस्ट धर्म मस्ट पूजक हौं, हामी प्रकृति पूजा हौं, हामी ढुङ्गालाई पूजा गर्ने हौं। आकाश, सूर्य, चन्द्र, तारा, पृथ्वी, जल, अग्नि, वायु, बाटो घाटो, वन जंगल, डाँडा, भिर, पाखा, खेतबारी, भन्ज्याङ, चौतारी, खोला, नदी, कुण्ड, पोखरीको पूजा गर्ने मान्छेलाई अब भारतवर्षका देउता ल्याएर यहाँ चाहिने अब जबरजस्ती लाइयो। दर्शकवृन्द, इतिहासविद डाक्टर जगमान गुरुङज्यूले खसको बारेमा आफ्ना विचारहरू र आफ्ना ज्ञानहरू यसरी व्यक्त गर्दै हुनुहुन्छ। अब यो चाहिँ मस्ट भनेको खस संस्कृतिको विशेषता हो। हजुर, खस संस्कृतिको मुख्य विशेषता हो। र अब पश्चिम नेपालमा अहिलेको चाहिँ 5 नम्बर, 6 नम्बर, 7 नम्बरमा हिमाली क्षेत्रलाई जडान, जाड भाषा र संस्कृतिको सम्प्रभुता भएको ठाउँ त्यो जडान, पहाड चाहिँ खसान, खस भाषा र संस्कृतिको प्रभुत्व भएको त्यो खसान। अब यो मस्ट संस्कृतिको विकास अब त्यहाँ खसानमा भएको छ। अब यसको नाम पनि अचम्मको छ। मैले अघि नै पनि आज चर्चा गरेँ। ढाँडार मस्ट, खपर मस्ट, धारे मस्ट, बाबिरो मस्ट, दुधे मस्ट, कालो सिट्लो मस्ट, सुनार गाउँ मस्ट, यस्तो किसिमको छ। र मस्टको बारेमा अलिकति कुरा प्राध्यापक डाक्टर प्रयागराज शर्माले पनि गर्नुभएको छ। उहाँले चाहिँ यो मस्टलाई अपौराणिक भन्नुभएको छ। अपौराणिक भन्न खोज्नुभएको अवैदिक भनेको हो, अपौराणिक भन्नुभएको छ। र त्यसमा चाहिँ नि मस्टको अहिले त मस्ट भनेको फलानाको इन्द्रको छोरा, कोही शिवको छोरा भनेर भन्छन्। तर मस्टको बाउको नाम पनि छैन, आमाको नाम पनि छैन। 12 भाइ मस्ट, 9 बहिनी भवानी, त्यति हो। 12 भाइ मस्ट, 9 बहिनी भवानी। मस्टको बाउ को हो त्यो पनि छैन। अनि 12 भाइ मस्ट, 9 बहिनी भवानीको साझा मामा त लामा विष्णु। एउटै देवताले लामा पनि मान्ने, विष्णु पनि मान्ने। 12 भाइ मस्ट, 9 बहिनी भवानी। र सत्यमोहन जोशीको पुस्तकमा त्यो लेखमा मस्टको चाहिँ नि र भवानीको 2टा सूची दिएको छ, अलग अलग सूची, कुनै कुनै फरक फरक छ। दर्शकवृन्दहरू, अब म तपाईहरू समक्ष कर्णालीको सिन्जामा रहेका महत्त्वपूर्ण ऐतिहासिक धरोहर जसलाई तत्कालीन खस राजाहरूद्वारा निर्माण गरिएको थियो त्यसमध्ये कीर्ति स्तम्भ, जसमा प्राञ्जल संस्कृत पुरातन देवनागरी लिपिको प्रयोग भएको छ, त्यहाँ ओम मणिपद्मे होम लगायत सिद्धिविनायक गणेशजीको स्तुति गरिएको छ भने अन्य पञ्चदेवलहरू रहेका छन्। साथै महादेवको देवल पनि रहेको छ। आउनुहोस् एकपटक नजर लगाऊं। दर्शकवृन्द, यो तस्बिर सिन्जाको दुल्लोमा रहेको 12औं देखि 14औं शताब्दीको बीचमा तत्कालीन खस राजा पृथ्वी मल्लद्वारा निर्माण गरिएको कीर्ति स्तम्भ हो। यस स्तम्भमा प्राञ्जल संस्कृत भाषा पुरातन देवनागरी लिपिमा प्रयोग गरिएको छ। यसको शीर्ष स्थानमा ओम मणिपद्मे होम र तत्पश्चात श्री सिद्धिविनायक गणेशजीको स्तुति लगायत अन्य कुराहरू पनि लेखिएको छ। यो पनि सिन्जाकै एउटा शिलालेख हो। यो पनि सिन्जामा रहेको महादेवको देवल हो। यिनीहरू सिन्जा क्षेत्रमा रहेका पञ्चदेवलहरू हुन्। यिनीहरू पनि सिन्जा क्षेत्रमै रहेका पञ्चदेवलहरू हुन्। यो देखिएको दृश्य पनि पञ्चदेवलहरूकै हुन्। वाल्मीकि रामायणमा खस शब्दको उल्लेख कहीँ पनि छैन। दर्शकवृन्द, रामायणमा वाल्मीकिजीले तत्कालीन अवस्थामा रहेका जनपदहरूको नाम उल्लेख गर्नुभएको छ, तर त्यही रामायणमा खसको बारेमा कहीँ पनि उल्लेख पाइँदैन। यसबाट यो कुरा प्रमाणित हुन्छ कि रामायण कालमा खसको कुनै पनि अस्तित्व थिएन। त्यसैगरी वैदिक वाङ्मयहरूमा पनि खसको बारेमा कहीँ पनि उल्लेख पाइँदैन। यानी वैदिक कालदेखि लिएर रामायण कालसम्म खसको कुनै पनि अस्तित्व नरहेको स्वतः सिद्ध हुन्छ, यानी प्रमाणित हुन्छ शास्त्रहरूका आधारमा। महाभारतमा खस शब्दको उल्लेख धेरै ठाउँमा पाइन्छ।
दर्शकवृन्द, महाभारतमा वेदव्यासजीले खस शब्द धेरै ठाउँमा लेख्नु भएको छ भने खस राजाहरू आएर महाभारतको युद्धमा भाग लिएर लडाईँ लडेका कुराको वर्णन पनि धेरै ठाउँमा गर्नुभएको छ। यसबाट हामीलाई के थाहा हुन्छ त भन्दाखेरि खसको अस्तित्व महाभारत कालमा आएर मात्र भएको देखिन्छ। त्यसभन्दा पहिला रामायण कालमा अस्तित्वमा थिएन, वैदिक कालमा पनि अस्तित्वमा थिएन, किनभने वैदिक कालका ग्रन्थहरूमा कहीँ पनि खस शब्द उल्लेख छैन, साथै रामायणमा पनि उल्लेख छैन। अब एउटा कुरा यो त भयो। अर्को कुरा के थाहा हुन्छ त भन्दाखेरि खसहरू सनातन धर्मावलम्बीहरू थिए भन्ने कुरा स्वतः सिद्ध हुन्छ। किन भन्दाखेरि महाभारतमा लडाईँ लड्ने पाण्डव पक्ष र कौरव पक्ष भनेका सनातन धर्मावलम्बीहरू थिए। उनीहरूका पक्षमा आएर भागमा लिएर लड्नु भनेको सनातन धर्मावलम्बीहरू नै हुनु पर्यो। त्यसकारण खसहरू पनि सनातन धर्मावलम्बीहरू भएको कुरा स्वतः सिद्ध हुन्छ। महाभारतमा खस शब्द यसरी लेखिएको छ। महाभारतमै अर्को ठाउँमा खस शब्द यसरी लेखिएको छ। फेरि महाभारतको अर्को ठाउँमा पनि खस शब्द यसरी लेखिएको छ। दर्शकवृन्दहरू, माथिका कुराहरूबाट हामी यो निष्कर्षमा पुग्न सक्छौँ कि वैदिक कालका वैदिक ग्रन्थहरूमा खसको बारेमा कहीँ पनि उल्लेख छैन। वाल्मीकि रामायणमा पनि खसको बारेमा कहीँ पनि उल्लेख छैन। मात्र आएर महाभारत कालमा महाभारतमा तत्कालीन खस राजाहरू गएर कौरव र पाण्डवहरूको लडाईँमा भाग लिएर लडेका कुराहरूको वर्णन गरिएको छ। यसबाट के सिद्ध हुन्छ त भन्दाखेरि कौरव र पाण्डवहरू सनातन धर्मावलम्बीहरू थिए। सनातन धर्मावलम्बीहरूको युद्धमा भाग लिएर लड्ने भनेका पनि सनातन धर्मावलम्बीहरू नै हुने भए। त्यसकारण खस राजाहरू पनि सनातन धर्मावलम्बीहरू थिए भन्ने कुरा यसबाट पनि प्रमाणित हुन्छ। साथै 12औं देखि 14औं शताब्दीमा सिन्जामा स्थापना गरिएका अर्थात् निर्माण गरिएका ती ऐतिहासिक धरोहरहरूमा प्राञ्जल संस्कृत भाषा पुरातन देवनागरी लिपिमा ओम मणिपद्मे होम लगायत श्रीसिद्धि विनायक गणेशजीको स्तुति लेखिएको छ। अर्थात् त्यहाँ शीर्ष स्थानमा ओम लेखिएको छ। ओम लेखिनुको मतलब ती खस राजाहरू पुराका पुरा सनातन धर्मावलम्बी थिए भन्ने कुरा प्रमाणित हुन्छ। साथै त्यहाँ पञ्चदेवलहरू, महादेवका देवलहरू पुराका पुरा अझै पनि रहेका छन्। यसबाट के थाहा लाग्छ त भन्दाखेरि तत्कालीन खसहरू सबै पुराका पुरा सनातन धर्मावलम्बीहरू थिए भन्ने कुरा प्रमाणित हुन्छ। अब यी थर्कबहादुरले जे जति कुराहरू उठाइराखेका छन् यी माथिका सबै प्रमाणहरूले पुराका पुरा खारेज गर्दछ। यिनले जति पनि कुरा जनमानसमा भ्रम छर्दैछन् त्यो पुराका पुरा गलत हो भन्ने कुरा सिद्ध हुन्छ। अर्थात् खस अर्थात् मस्टो सनातन धर्मको एउटा अभिन्न अङ्ग हो। यो सनातन धर्मदेखि अलग होइन, सनातन धर्मभित्रकै महत्त्वपूर्ण अङ्ग हो भन्ने कुरा प्रमाणित हुन्छ।